जय श्रीमन्नारायण। 2083 साल जेठ महिनामा अधिक मास पुरुषोत्तम मास पर्दैछ। के हो त पुरुषोत्तम मास? पुरुषोत्तम मास भनेको हाम्रो समय दुई किसिमले चल्ने गर्दछ। एउटा सूर्यको मानको आधारमा र एउटा चन्द्रमाको मानको आधारमा हाम्रो समय गणना हुने गर्दछ, चल्ने गर्दछ। सूर्यमानको आधारमा 12 महिनामा एक वर्षमा हाम्रो 365 दिन हुने गर्दछन् भने चन्द्रमानको आधारमा एक वर्षमा 354 वटा दिन हुने गर्दछन् र 11 दिन एक वर्षमा हाम्रो बाँकी रहने गर्दछ। र यही अवधि बढ्दै जाँदाखेरि 33 महिनामा हाम्रो एक महिना बराबरको समय बाँच्दछ र यसलाई समयलाई मिलाउँदाखेरि एक महिना बन्छ र यही एक महिनालाई के भनिन्छ भने अधिक मास पुरुषोत्तम मास भनिन्छ। यो महिनामा के गर्ने के नगर्ने भन्दाखेरि शुभ कार्यहरू गर्नु हुँदैन भनिएको छ। किन भनिएको छ भन्दाखेरि यो महिनाको कुनै पनि स्वामी छैनन्, त्यसकारणले यो महिना शुभ कार्यहरू गर्नु हुँदैन। शुभ कार्य के गर्नु हुँदैन भन्दाखेरि विवाह, व्रतबन्ध, चूडाकर्म, गृहारम्भ लगायतका कार्यहरू र कामनायुक्त कार्यहरू यो महिना गर्नु हुँदैन। किन भन्दाखेरि यसको फल दिने दाता कोही पनि छैन र यसको कोही नभएपछि यो भगवान विष्णुको शरणमा गएर यसले भगवान विष्णुसँग शरण माग्यो। शरण मागेर भगवानले भन्नुभयो कि मैले तँलाई शरण दिएर आजदेखि त पुरुषोत्तम नामले चिनिने छ भनेर भगवानले यसलाई शरण दिइसकेपछि यो महिना के गर्नु मिल्छ त भन्दाखेरि यो महिना निस्वार्थपूर्वक धर्म कर्महरू सबै गर्न मिल्छ र कामनायुक्त भगवानको भक्तिका लागि गर्न मिल्दछ। र विशेष यो महिना के गर्नुपर्छ भनेपछि मालपुवा दानहरू गर्नुपर्दछ। काँसाको थालीमा मालपुवा भोग भगवानलाई भोग लगाएर अनि ब्राह्मणहरूलाई दान गर्दाखेरि अधिक फल प्राप्ति हुने गर्दछ। तीर्थयात्राहरू पहिलोचोटि गएको छ भने चाहिँ नजाने भन्ने शास्त्रीय प्रमाण छ र अरू बेला चाहिँ तीर्थ स्नानको धेरै ठुलो महत्त्व रहेको छ। यो महिना भगवानको प्यारो भएकोले अरू महिनाभन्दा यो महिना धर्म कर्म गर्दाखेरि अधिक फल प्राप्ति हुने शास्त्रीय प्रमाण रहेको छ। जय श्रीमन्नारायण।